हेलो गाइस, नमस्कार सबैजना साथीहरूलाई। ल अब हामी चाहिँ यहाँबाट लिस्बनबाट बेल्जियम जाँदैछौँ। लिस्बन एयरपोर्टबाट सेर्लोरेई भन्ने एयरपोर्टमा जाँदैछौँ। त्यसपछि अपडेट देखाउँछु। खै कहाँ गयो भाइ? खै भाइ खै छोरो यहाँ मुन्टे चाहिँ यसरी दौडेर आयो हाम्रो यस्तरी। ल बाई खै बाई नो बाई हाम्रो चाहिँ अब 206 नम्बर गेटबाट बोर्डिङ हुँदैछौँ। ल यहाँ मेरो बहिनी पनि जाँदैछ। ल बहिनी हाई हेलो गरिदिनुहोस्। हाई नमस्ते। कता जाँदै हुनुहुन्छ? हामी बेल्जियम दाइ हो र? एक्साइटेड? एकदम ह्याप्पी हो र? ल पछिको अपडेट उतै बेल्जियम पुगेर है त। ल यता के मजा आयो? प्लेन मजा आयो? प्लेन वाउ खै प्लेन वाउ है वाउ कस्तो राम्रो प्लेन। सेपाका हामी बेल्जियम दाइ हैन। अब कहाँ जान्छौ बोर्डिङबाट? ए हामी प्लेनमा दाइ कति वर्षपछि प्लेन चढ्दैछौ? 5 वर्षपछि दाइ। अब्बी 5 वर्षपछि कस्तो फिल भयो त अनि 5 वर्षपछि प्लेन चढ्दाखेरि? ए दाइ श्री भइरहेछ रे। अर्को छोरालाई के भइरह्यो यहाँ? कति वर्षपछि प्लेन चढ्दैछ? तिमी त फर्स्ट टाइम है? ए मजा आयो? खै प्लेन खै ए ल प्लेन देखायो। ल ऊ हाम्रो लगेज गयो। ल हाम्रो प्लेन पनि त्यता। बहिनीको 5 वर्षपछि प्लेन चढ्दैछ अरे। तिमीलाई पेटमा राखेरै गयो 2 वर्ष जति छ अनि त्यसपछि प्लेन चढ्दैछ भर्खर कट्याङ। ल ल अब हामी प्लेन चढ्ने बहिनीहरू यहाँ ब्यागमाथि ब्याग मलाई भरिया बनाइदेऊ। तिमीले मलाई भरिया बनाइदेऊ। पुरानो गीतको याद आयो दाइ भरिया दाइले रिसाउने भारी बाबुले नि गाए गीत तारी भरिया दाइले आछ्यु ओ माई गड प्लेन। ल प्लेन अब चाहिँ हामी ठाडै जान्छौँ। ठाडै बेल्जियम है छ र? हामी ठाडै बेल्जियम पुग्छ भाइ। ल मजाले ल प्लेन प्लेन बाई गर्दै प्लेन कहाँ जाँदैछ? बिर्सेर त कहाँ जाँदैछ? बहिनी बिर्सेर कहाँ जाँदैछ? यता ल अब यहाँबाट हाम्रो छोरोको ट्रली। बाई सामानहरू यसलाई दिने होला। छोरोको ट्रली चाहिँ यसरी प्याकअप गर्दैछौँ है पुरा। ओ प्लेन कता प्लेन आयो छोरो? प्लेन खै प्लेन कहाँ छ? प्लेन कहाँ? प्लेन डन भएछ त डन। लड्दै फेरि त्यहाँ कुकुरले रहेछ सानै त्यसलाई। ल अब चाहिँ प्लेन चढ्यो। यो ऱ्यानएर त कस्तो ठुलो हो? फर्स्ट टाइम बच्चाको बेल्ट देखाउ त बढाउन यो बच्चाको बेल्ट चाहिँ यसो लाउँदाखेरि
म त बच्चाहरूलाई नि सिट दिन्छ होला भनेको खै हाम्रो माथि अर्को सिट बेल्ट लगाउने अनि यो घोप्टेलाई हेर्न के खाँदैछ यस्तोलाई कसरी उडाउने अब ल ल के खाँदैछ ल हो त छोरो ओए छोरो ल हेर तिमीले त बितायो नि ल आउँदा अङ्कललाई त्यहाँ हाने नै छ मार्छ ए तिम्रो सिट बेल्ट लगाऊ अब ए तिम्रो सिट बेल्ट लाउनु पर्छ है ल अब हामी चाहिँ यहाँबाट जाँदैछौँ ल बहिनी 5 वर्षपछि होइन त यसले त बिताउने भयो ल यहाँ सिट बेल्ट लाउँछु म देखाइदिउँ त यहाँ कसरी सिट बेल्ट लगाउँछ भनेर ए यस्तरी सिट बेल्ट लिने अनि यसमा चाहिँ एकछिन पक्का अब यो चाहिँ यहाँ मेरोमा छिराउनु पर्दछ खै त यहाँबाट बेल्ट निकालेर यहाँ छिराएर यस्तै छिराएर आफ्नो बेल्ट लगाउने पापा आइया हुन्छ आफ्नो बेल्ट लगायो त्यसपछि तिम्रो बेल्ट सेफ्टी चियर दिन्छ भनेर के त्यत्रो पैसा दिने काखा रहेछ काखमा राखेर लाने म त बच्चाको छुट्टै चियर दिन्छ होला भन्छु ल है ल छोरो यहाँ बोक्ने भैँसीको तान्द्रो छोरो दाम्लो चढाइ भयो तिमी ल यसरी लाउँदैछ बच्चाहरू है कसैलाई थाहा छैन भने अब याद गर्नुहोस् ल यसरी सेफ्टी गर्ने यस्तरी अनि यस्तै सेफ्टी गर्ने है हस् अब यही खेल्दै बस्छ ल धन्यवाद हामी त ल्यान्ड भयो ल यता 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 यहाँ ल्यान्ड गर ल्यान्ड चस्मा लगाउनु धरती टेक्ने बित्तिकै भागेको छ ल यता बल्ल बल्ल ल्यान्ड भयो हामी यही प्लेनबाट ल ब्रुजो आइपुग्यो हामी ल हामी चाहिँ अब ब्रुजेल एयरपोर्ट आइपुग्यौँ हामी गयो ल बाई 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 गरिदिउँ बाई 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 सानो ल यसरी हामी जान्छौँ हाम्रो सुर्केस यहाँ यता छोरा यता हाई गर्दै ल हामी चाहिँ ब्रुजेल एयरपोर्टबाट एक्जिट हुँदैछौँ यो चाहिँ एक्जिट पोइन्ट टर्मिनल 2 पछि लाउनु धगालेर अब यहाँबाट चाहिँ हामी यो flipgo.com लिएर जान्छौँ बेल्जियम आयो हाम्रो बेल्जियम आइपुग्यो लास्ट टाइम आउँदाखेरि चाहिँ राति आएको थियो केही देखाएको थिएन शटल बस टर्मिनल बाई flipgo.com रे हामी चाहिँ फ्लिक्स सत्तर बस्छ यहाँ टिकट काट्यो यसले पैसा दिँदैछ
यहाँ आएर टिकट गर्ने यहाँबाट अन्त ट्रेनमा चाहिँ बसबाट झरेर ल बहिनी हामी फाइनली आयो है हामी बिहा भिडियो खिच्दै बिर्सेछु क्या अघि न बिहा दाइ अहिले भिडियो खिच्दै बिर्सेछु क्या ल प्रवीण हामी आयो कस्तो दुखी लागिरह कतिखेर आउने भन्छ यहाँ बसले हामीलाई ल्याएको छैन बहिनी त्यो त फुट्ला हाइट त्यही अटो नि हो क्या 3 बोतल छ त्यहाँ 3 बोतल एउटा घोप्टी होइन घोप्टी राखेको बाटो पनि यहाँबाट आधी घन्टा लाग्छ कहाँ जाने म त बिहारी छु नि कहाँ जाने हो र कहाँ खाना खाने हो र अब घर जाने हो नि अनि म त के अरे त्यहाँ घर गएर नि आउनु भ्याउला नि आउनु त भ्याउँदैन थाहा तिम्रो घर कति टाढो हो र यहाँ फुटबल स्टेडियमको अनि अलिक चाहिँ घर कहाँ हो ए नजिक हो बिहा चाहिँ कहाँ हो नि के हुनु नि यो साइकल यो लेन चाहिँ के साइकल लेन हो एउटा राम्रो भिडियो बनाउँछु भनेको आफ्नो भिडियो बनाउनु पाएन बिजिम टुरको होइन टक्क लाएर तपाईँलाई चाहिँ कस्तो भइरहेको नि यहाँनिर रमाइलो छ एकदम यति रमाइलो त कहिले हो आगोको दिनमा यस्तो रमाइलो हुन थाल्यो 1 महिना हुँदा पछि ए 1 महिना भइसक्यो ल ठिकै छ अब रमाइलो भयो भने रमाइलो भइरहेछ भनेपछि के सोचिरहनु ठिकै छ यो रहेछ कुरा भयो यो रहेछ बिहान 1 घन्टा कुरा भयो के को बारेमा यो त 1 घन्टा डेनमार्क र बेल्जियमको बारेमा ए कम्पेरिटिभ गरे कुन चाहिँ के चाहिँ ठिक रहेछ छलफल के चाहिँ ठिक हो त लास्टमा कन्क्लुजन निष्कर्ष विहीन हामी अब अर्को हामी छलफलको प्रतीक्षामा छौँ लाइफको उमेर सकिसकेको छ छलफल गरेरै अझ कति छलफल गर्न बाँकी हो ठिक छलफल गरेर निचोड निस्केको छु यो यहाँको ट्रेन पनि के हो 9 नम्बर रे 10 नम्बर रे ल पोर्चुगलबाट आए मान्छे त कन्फ्युजन हुन्छ 3टा ट्रेन आइसक्यो हाम्रो आएन एउटै लाइनमा कति 2-3टा ट्रेन है भोकले पेट घुमायो या ट्रेनले घुमायो यहाँ मान्छेहरूको दिमाग घुमायो के प्रोनाउन्स गर्ने ल हाम्रो मेट्रो आइपुग्यो ल जानलाई क्या हुँदैन यस्तै हो यहाँ पोर्चुगलमा जस्तो लात हाल्न मिल्दैन ल सिधै प्रवीणको घरमा आएर भात धन्न प्रवीण थियो र भात खान पाएँ यार ल बहिनी छिरा अन्त मैले फेरि भिडियो हाल्नै बिर्सेँ कि अघि नै यहाँ भोक लगाएर रिङ्गट लगाएर भात दिएर 1 डोज मारेपछि नि भिडियो भयो बन्छ सर बन्छ तपाईँको अब अहिले यो घर देखिन्छ यस्तो भोलिपछि राम्रो भएको एउटा फोटो खिच्छु अनि बिफोर एन्ड आफ्टरको पुरा भिडियो हाल्छु म कम्पेयर गर्न हजुरको नाम चाहिँ भनिदिनुहोस् न थोरै विवेक पौडेलजी ल धन्यवाद तपाईँलाई नि भेट भयो मेरो रमेश मगर हजुरलाई भेट्यो खुसी लाग्यो ल ठिक छ तपाईँ दर्कम टक्क 5 हातले ल्याप्प दिएपछि अनि ठाउँमा पुगिहाल्यो पहिलो बेला बुढाले पकाएको है बुढाले पकाएको खानुपर्छ आज खाऊ है
भोलि कति बजी काम हो र? धन्न आज छुट्टी पाएर हामीले भात खानु पायो। बाबुको नाम के हो? ललन टप। वाह, व्हाट अ नाइस नेम। अर्को चाहिँ? अर्को दाइ? तपाईँको दाँत त कस्तो बोल्यो, टेबलै खान्छ क्या? तपाईँको नाम के हो भनेको? ए उसले पनि त्यही काट्नु हेर्छ ड्याम 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 आइसा। आइसा हो? आइसा हो? कति राम्रो आइसा हो। तपाईँको नाम के हो? आनप। आनप हो? अनि आनप के हो? आमा आमा गर्दैछ त। कति वर्ष भयो र तपाईँहरू? 20 महिना होइन सानै छ तर हो पुरा आमा आमाको दिँदैछ यहाँ। कति वर्षको फरक होला यिनीहरू? नाम के हो रे? अन्नप। तपाईँको नाम के हो रे? बहिनी। गुड गुड गुड। ल सलाम गर्नु आइसा। यस्तो गर्नु सलाम गर्नु। अब स्माइल गर्नु, यहीँ गर्नु। तपाईँ पनि सलाम गर्नु, यहीँ गर्नु। ह्यान्डसेक। अर्को ह्यान्ड्स। अर्को ह्यान्ड्स। गुड गर्ल। यो पनि हो? गुड गर्ल, गुड बोय। हाई फाइ ल। दुःख हात आया। कस्तो बलियो स्ट्रङ। भर्खर माम खान्छ अङ्कलले नान्नु है। सरको बार चाहिँ मलाई लास्टै मन पर्यो तर दुःख चाहिँ यस्तो छ यहाँनिर बेल्जियममा यस्तो काम गर्दो रहेछ। साइकल ट्र्याकमा हो यो त कराते खेलेर आएको छ। इक बेन रे ल मजाले आज प्रवीणकोमा भात खाएर आयो। आइएम लेखेको प्रवीण कति बजी तिम्रो हातको भात खान पायो? बेल्जियममा आयो कि खानु पर्ने रहेछ? इज्जत छ र भने अलिअलि त छ नि त। अनि बेल्जियममा आएको मान्छे अलिअलि यहाँ टेन्सन माइलेर भिडियो पठाउँछ मेरो यहाँ। बेल्जियममा आएको मान्छेलाई हामी यहाँ कुन ठाउँमा आयो यो नजिक? कस्तो दामी बिल्डिङ क्या? फुटबल स्टेडियम अगाडि होइन? बेल्जियमको ल यो चाहिँ कहाँको स्टेडियम? कुन स्टेडियम हो अरे? ल प्रवीण भनिदेऊ। बेल्जियमको आन्टवर्प स्टेडियम। कुन चाहिँ कति फेर चाहिँ कति कुन क्लबलाई जितेको अरे यसले? बार्सिलोनालाई 2018मा हो कि 19मा चाहिँ च्याम्पियन लिग जितेको। च्याम्पियन लिगै जितेको? च्याम्पियन लिगको चाहिँ लिगको गेम जितेको। ओके ल होइन कति लकी म हेर यो स्टेडियममा आएर यसरी भिड खेल्न पाएको छु। यो चाहिँ हाम्रो आन्तरपेन होइन? आन्तरपेनको कुन चाहिँ ठाउँ यो? रोलान्ड ट्रपमा स्टेडियममा छौँ हामी। ल लकी हो क्या म यस्तोसम्म आउनु। बिहान के भन्नु चाहिँ यो स्टेडियमको बारेमा? ठिकै छ। पोर्चुगलको जस्तो त्यति राम्रो लागेन यो स्टेडियम चाहिँ मलाई। जस्तै स्पोर्टिङ बेनिफिकाहरूको स्टेडियम जस्तो त्यति लागेन। ठिक छ धन्यवाद तपाईँको प्रतिक्रियाको लागि। ल रातिको ट्राममा म पनि जाँदैछु हेर्नु जाँच भन्नु। लगभग हामी 1 घन्टा भनौँ न आधी घन्टा 1 घन्टा पछि चाहिँ हाम्रो अनिस दाइको घर चाहिँ आइपुगेछौँ। राति पऱ्यो उज्यालो भएको छन्। पाहुना आएर होला। पाहुना चाहिँ म फेरि यति राति आएको यत्रो ब्याग बोकेर यहाँबाट घर चाहिँ नि कैदी नम्बर 80 ल बस्ने घर यही हो। घन्टी चाहिँ यहाँ बसौँ यो होइन? नमस्ते। ह्यान्डसेक। सन्चै हुनुहुन्छ? क्यान आई कम इन? थ्याङ्क यू। अर्को भन्नु वेलकम रे। ओहो भाउजू नमस्कार नमस्कार नमस्कार। जोरले जोरले अर्को पाहुना थपे सारा। ल भाउजूलाई यहाँ भेट्नलाई हेर्नु म कहाँबाट हिँडेर आएको। नमस्कार मेरो भाउजू हुनुहुन्छ है अझै हाम्रो। विकासजी यहाँ हुनुहुन्छ।
टाउको अरे ल ल जहिले भिडियोमा किचन हेर्थेँ ल यता खै त छोरो नि अर्को काममा नि भइसक्यो पनि छोरो तपाईँले के हेरेको देखाउनु त ओ माई गड वाट इज द्याट वाट यु लुकिङ क्यान यु टिच मी द्याट यसको इङ्ग्लिस पनि थोत्रै भइसक्यो मैले नबुझ्ने भनेपछि थोत्रै होला नि ल लान्छ है लान्छ र यो भ्याएको तल लान्छ अब ल रातिको कति 11 बजे साँझमा चाहिँ आउनुभयो हाम्रो के हो बेल्जियम फापेन क्या तपाईँलाई पुरा चिसो लागिरहेको त होइन चिसो होइन अरे यो उसको एलर्जी यार के को यो के अरे वेदर एलर्जी हुन्थ्यो नि आँखा चिलाउनु होला पोलार के भयो नि त नि यहाँ त्यही के सेम के गरेर बस्छ के त हुँदैन नि के हुँदैन आफ्नै हो यो के छ सब ठिक ओ माई गड के हो यस्तो खै त मेरो गुरु नमस्कार है दाइ नमस्कार ओ ल हाँसिदिनुहोस् यहाँ एकछिन यहाँ हेर्नु त कामबाट थकित भएर आएको टिकटक हो टिकटक ए हजुर अनि कहिले यता आयो अघि ती यसो पसिहाल्यो नि नमस्कार पानीमा भिज्नु भयो ए ल तपाईँ पनि मुख देखाइदिनु टिकटकमा हेलो नमस्ते गुरु ल ओहो कहिले आउनुभयो ए रिमोट यहाँ मसँग छ